अब चाहिँ चाँयबाट फर्किँदैछु है। बाटो चाहिँ भोपाल बनाएर रहेछ क्या, बाटो चाहिँ भोपाल छ तर एकदमै चिसो। आमा यस्तो पेरेर लाएर मुखधरि खोल्न सकेन है। हतार पत्र आइदिएको झन् पञ्चधरी लाउँदैन, हात पुरै पेरेरै भएर हातै फुट्ला जस्तो भयो कि चिसोमा। एक्लै हो, माथि आउँदाखेरि चाहिँ डबल थियो होइन, तल आउँदाखेरि त अब एक्लै हो। त्यो सिनेरी चाहिँ खतरा एक्सर्साइज, तातो चाहिँ भोपाल हुन्छ। त भोपाल चिसो, बाटो चाहिँ भोपालै बनाएर रहेछ। अब चाहिँ म तिमाका पुग्न लागेको छ, चाँयबाट त कटिसक्यो होइन। कस्तो माथि भने ठाडै उकालो है, तल भने बिरालो सलोलोलाई ठ्याक्क अब तिमाका आइपुग्यो। आइपुग्यो है त्यो नहुने हेर्न पुरै पानी पल जस्तो भइरहेको क्या। अब 3 बजे आयो होइन, अहिले 3 बजेको छ। अब क्या क्युट रहेछ यार कुकुर त, के हो बाइकर होला जस्तो भेलापति रहेछ र। चिसो छ क्या मौसम। एक्लै साथी पनि छैन, झाला नि अब बाटोमा जो पाउँछ त्यसलाई हालेर जानु पर्यो। माथि भने चाहिँ ठाडै उकालो त्यही हो। स्टार्ट पनि त्यति गर्नु पनि पर्दैन, सुनी जान्छ गाँठा। बाटो चाहिँ होइन जति माथि माथि भयो होइन, लमजुङ जिल्लातिर भन्दा नि यहाँ मनाङतिर जति माथि आयो त्यति बाटो राम्रो रहेछ कि। पुरै धेरै ठाउँमा ढलान रहेछ, ढलान हुने ठाउँ भनेको चाइनिज प्रोजेक्ट परेर होला नि त, एकदम राम्रो बनाएको छ बाटो चाहिँ।